हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अगर तपाईँहरूले युट्युबमा भिडियो हाल्नु हुँदैछ भने, युट्युबमा अपलोड गर्नु हुँदैछ भने होइन, तपाईँहरूलाई यो रुल्स चाहिँ तपाईँलाई थाहा हुनुपर्छ। नत्र भने तपाईँको युट्युब जुन चाहिँ च्यानल छ त्यो डिलिट पनि हुनसक्छ र डिमोनिटाइज पनि हुनसक्छ होइन। अगर तपाईँलाई यो रुल्स थाहा छैन भने यो 2026 मा होइन रुल्सहरू धेरै चेन्ज भएको छ। तर म आज तपाईँलाई करेक्ट अनि सही रुल्स तपाईँलाई बताउने छु, जो कि तपाईँले युट्युबमा होइन त्यो अप्लाई गरेर चाहिँ त्यो रुल्सको अन्डरमा तपाईँले काम गरेर चाहिँ धेरै पैसा पनि कमाउन सक्नुहुन्छ। के हो त्यो रुल्स म तपाईँलाई भन्नेछु होइन। सो बेसिकली होइन, हामीले कुनै कम्पनीमा काम गर्दाखेरि त्यो कम्पनीको रुल्स रेगुलेसन्सहरू हामीलाई थाहा हुनुपर्छ। नत्र भने के हुन्छ, हाम्रो जबहरू खतरामा हुन्छ होइन, हाम्रो जबहरू जानु सक्छ होइन, अनि त्यहाँ कामबाट निकाल्नु पनि सक्छ अगर हामीले रुल्सलाई तोड्यो भने होइन। त्यस्तै नै युट्युबमा नि काम गर्नुको लागि युट्युबको रुल्स अनि रेगुलेसन्स हामीले फलो गर्नुपर्छ। के हो त्यो रुल्स अनि रेगुलेसन्स भनेपछि तीनटा रुल्स छ होइन, अनि थुप्रै रुल्सहरू छ, तर बेसिक मेन तीनटा रुल्स चाहिँ तपाईँले फलो गर्नै पर्छ। नत्र भने युट्युबदेखिको तपाईँ डिमोनिटाइज नत्र पनि डिलिट पनि हुनसक्छ, अनि तपाईँको लाइफ टाइममा तपाईँको युट्युब कहिले पनि तपाईँले बनाउनु सक्दैन युट्युब च्यानल होइन। सो के हो रुल्स तपाईँलाई बताउने छु। नम्बर 1 हो कम्युनिटी गाइडलाइन। कम्युनिटी गाइडलाइन चाहिँ के हो भनेपछि चाहिँ युट्युबले कम्युनिटी गाइडलाइन चाहिँ उसको युट्युब च्यानलको लागि नै होइन दिएको हुन्छ कि कम्युनिटी गाइडलाइन तपाईँले त्यो अन्डरमा तपाईँले काम गर्नुपर्छ। कम्युनिटी गाइडलाइनको पनि अझै 3टा भाग छ। कम्युनिटी गाइडलाइन स्ट्र्याकको फर्स्ट हो कि तपाईँले क्लिकबेट थम्बनेल तपाईँले युज गर्नु हुँदैछ भनेपछि चाहिँ होइन, सावधान तपाईँले युज नगर्नुहोस्, किनभने त्यो चाहिँ एकदमै खतरनाक हो, जो कि युट्युबको खिलाफ हामी जाँदैछौँ। क्लिकबेट थम्बनेल कस्तो हुन्छ, जस्तो भिडियोको फर्स्टमा आउँछ नि फोटो, त्यसलाई भन्छ थम्बनेल होइन। अगर तपाईँले थम्बनेलमा अलग्गै देखाउँदैछ र भिडियो क्लिक गरेर अलग्गै देख्दैछ, भिडियो अलग्गै छ भनेपछि त्यसलाई चाहिँ भन्छ क्लिकबेट थम्बनेल। त्यो चाहिँ हामीले गर्नु हुँदैन। त्यस्तो अगर तपाईँले लगातार गर्दैछ भने युट्युबले थाहा पाइहाल्छ। अनि अहिले चाहिँ युट्युब यस्तो भएको छ, एआईसँग मर्ज भएको छ, अनि एआईले थाहा पाइहाल्छ होइन कि यो चाहिँ मिसयुज गरेको छ भनेर। त्यस्तो गर्नु हुँदैन, क्लिकबेट थम्बनेल गर्नु हुँदैन। अनि सेकेन्ड चाहिँ के हो भनेपछि चाहिँ मिसयुज मेटाडेटा। त्यो चाहिँ के हुन्छ, टाइटल थम्बनेल तपाईँले टाइटल हुन्छ होइन, टाइटल भयो अनि डिस्क्रिप्सन तपाईँले अगर युट्युबको पोलिसीको खिलाफ तपाईँले त्यस ट्याक्सहरू लेखेको छ या डेन्जर वर्ड्सहरू यस्तो लेखेको छ, अनि केही पनि वर्ड्सहरू जो कि युट्युबको खिलाफ जाँदैछ, त्यस्तो वर्ड्सहरू तपाईँले टाइटलमा लेख्नु हुँदैन होइन। या तपाईँले त्यस्तो टाइटल्सहरू लेख्यो भने के हुन्छ, त्यो चाहिँ मिसयुज मेटाडेटामा तपाईँलाई युट्युबले स्ट्राइक दिनु सक्छ होइन। अनि युट्युबले स्ट्राइक दिएपछि चाहिँ के हुन्छ, तपाईँको च्यानल एकदमै खतम नै हुन्छ होइन। युट्युबले स्ट्राइक दिएपछि फर्स्टमा चाहिँ तपाईँलाई वार्निङ दिन्छ, वार्निङ स्ट्राइक, त्यहाँदेखिको चाहिँ अर्को पालिमा चाहिँ स्ट्राइक दिन्छ। अनि 3 खेप स्ट्राइक आयो भने चाहिँ तपाईँको युट्युब च्यानल डिलिट नै हुन्छ, अनि जिन्दगीभर तपाईँले युट्युब च्यानल खोल्नु सक्दैन। थर्डमा चाहिँ चाइल्ड प्रोटेक्सन पोलिसी भन्छ त्यसलाई चाहिँ। चाइल्ड प्रोटेक्सन पोलिसी चाहिँ के हो भनेपछि, फर सपोज तपाईँको भ्लगिङ च्यानल छ, भ्लगिङमा के हुन्छ, आमा बुवाहरूले उनीहरूको नानीहरूलाई पनि देखाउँछ होइन, उनीहरूको नानीहरू देखाउँछ ठिकै छ, तर उनीहरूको नानीहरू नाङ्गै छ, सानो सानो नानीहरू पनि नाङ्गै छ, या अलिकति सिनहरू अनअप्रोप्रिएट होइन छ, त्यस्तो छ भने चाहिँ के हुन्छ, युट्युबले थाहा पाइहाल्छ। अनि यो चाहिँ चाइल्ड प्रोटेक्सनमा त्यहाँनिर स्ट्राइक दिन्छ होइन, अनि तपाईँलाई मेल आउँछ। सो योदेखिको चाहिँ तपाईँले बाँच्नु तपाईँले सिक्नुपर्छ होइन, अनि मात्रै तपाईँले युट्युबमा लामो काम गर्न सक्छ। सेकेन्ड थिङ चाहिँ के हो भनेपछि चाहिँ कपिराइट स्ट्राइक भन्छ। कपिराइट स्ट्राइक चाहिँ कहिले आउँछ भनेपछि चाहिँ तपाईँले अगर अरूको कन्टेन्टलाई युज गरेको छ भने, फर इक्जाम्पल अर्कोको भिडियो तपाईँको भिडियोमा हाल्दैछ, या 10 सेकेन्डको या 5 सेकेन्डको जति पनि सेकेन्डको हाल्दैछ भनेपछि, या म्युजिक तपाईँले हाल्दैछ भनेपछि, त्यसमा के हुन्छ भनेपछि चाहिँ तपाईँलाई कपिराइट स्ट्राइक दिनु सक्छ त्यो मान्छेले होइन। त्यो मान्छेले चाहिँ कपिराइट स्ट्राइक दियो भने चाहिँ तपाईँको मेलमा आउँछ कि यो फल्ना मान्छेले तपाईँलाई स्ट्राइक दिएको छ भनेर। त्यो मेल चाहिँ के गर्नुको लागि आएको भनेपछि, त्यो जसले स्ट्राइक दिएको त्योसँग बात गरेर होइन, मेलमिलाप गरेर त्यो कपिराइट स्ट्राइक उसले हटाउनु पनि सक्छ होइन। तर त्यस्तो कपिराइट स्ट्राइक तपाईँको च्यानलमा 3 खेप 90 डेजको भित्र, 3 महिनाभित्रमा 3टा कपिराइट स्ट्राइक आयो भने तपाईँको च्यानल पर्मानेन्टली डिलिट हुन्छ। 7 दिनको भित्रमा डिलिट भइहाल्छ, त्यहाँदेखिको तपाईँले लाइफ टाइम तपाईँले च्यानल बनाउनु सक्दैन। अनि त्यही लागि चाहिँ अर्कोको भिडियोहरू चाहिँ
के पनि युज नगर्नुहोस्। अर्काको भिडियो जति पनि कन्टेन्टहरू छ नि नयुज गर्नुहोस्। पहिला युज गर्दै थियो केही छैन, तपाईँले अहिले चाहिँ नयुज गर्नुहोस्। अनि अर्काको भन्दा पनि अर्काको फेस भयो, अर्काको फोटो भयो, बिना उनीहरूलाई सोधेर युज कहिले नगर्नुहोस्। अनि थर्डमा चाहिँ हुन्छ कपिराइट क्लेम। कपिराइट क्लेम चाहिँ कहिले आउँछ भनेपछि चाहिँ तपाईँले अरूको म्युजिकहरू युज गरेछ जो कि लाइसेन्स म्युजिक हुन्छ नि, जस्तो अरूको म्युजिक बेसिकली टी सिरिजको म्युजिकहरू कुनै युज गर्यो भने बेसी कपिराइट क्लेमहरू आउँछ। सो यस्तोहरू म्युजिकहरू युज गर्दैछ, कुनै सङ्ग्सहरू युज गर्दैछ या तिमीले मुखले गाउँदैछ भने पनि स्ट्राइक दिइहाल्छ, कपिराइट क्लेम भन्छ त्यसलाई, त्यस्तो दिइहाल्छ। त्यही लागि चाहिँ तपाईँले अरूको म्युजिकहरू तपाईँले युज नगर्नुहोस्। युट्युबमै पाउँछ, युट्युबको आफ्नै लाइब्रेरी भन्छ युट्युबमा होइन, युट्युबको आफ्नै म्युजिकहरू पाउँछ, राम्रो राम्रो म्युजिकहरू पाउँछ, त्यो तपाईँले युज गर्नुहोस्। अरूको युज नगर्नुहोस्, किनभने कहिले पनि तपाईँलाई कपिराइट क्लेम दिनुसक्छ। अनि यिनीहरू चाहिँ हो मेन की जो कि तपाईँले याद गर्नुपर्छ। तपाईँको भिडियो अपलोड गर्नुभन्दा या तपाईँले एडिटिङ गर्नुभन्दा पहिला तपाईँले यो याद गर्नुपर्छ कि कसरी मैले थम्बनेल हाल्दैछु, कसरी मैले टाइटल हाल्दैछु, कसरी मैले होइन सङ्ग्सहरू हाल्दैछु, म्युजिकहरू हाल्दैछु, त्यो याद गरेर मात्रै हाल्नु। त्यत्रो दुःखले होइन च्यानललाई ग्रो गरेकोमा त्यहाँनिर फेरि तपाईँको च्यानल डिलिट हुनसक्छ। युट्युबको रुल्स रेगुलेसनको अनुसार तपाईँले भिडियो हाल्नुहोस्। थ्याङ्क यू सो मच। अगर यो भिडियो तपाईँलाई राम्रो लाग्यो भने, इन्फर्मेटिभ लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। मिल्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू।